जन्मम न त भन मात्रै अहिले क्या गर्छु मलाई यदि तपाईले मेरो मन जित्यो भने म सिधै बिहा गर्छु हो मेरो मनमा लड्डु फुट्यो भने मिस्टर तामाङले त्यो मेरो मनमा लड्डु फुटायो भने म स्योर प्यारीहरू म बिहा गरे ल तर मलाई जहाँसम्म लाग्छ गोस्ट तिम्रो मनमा लड्डु त फुट्यो होला गाइज म एकदम गाह्रो छ क्या मलाई त्यो नोटिस नगर्नलाई गाइज मैले भने चाहिँ तपाईँहरू नयाँ हुनुहुन्छ भने भोलि पनि आउनु भोलि तपाईँहरूसँग मेरो लभ पर्छ क्या गोस्टको त फिक्स लभ परिछ मसँग गाइज म छाती ठोकेर भनिदिन्छु आँखा चिमा गरेर तिमीले को देख्छ भन त अझल अहिले त मेरो मम्मीलाई देख्छु आँखा चिम्मा गर्ने बित्तिकै मेरो मम्मीलाई देख्छु अनि त्यसपछि आँखा खोल्ने बित्तिकै मिस्टर तामाङलाई देख्छु हो स्टिल मेरो मनमा लड्डु फुटेको छैन मिस्टर तामाङ यस्तै ताल हो भने अब हेरौँ के हुन्छ पछिको लाइफ देखेको छैन बट यत्तिकै हो भने चाहिँ फुट्न सक्छ होइन बट पछि गएर अलिकति डिस्ट्र्याक्ट भएर अलिकति केही कुराहरूले अलिकति त्यो हुन्छ नि अलिकति चित्त दुख्यो भने चाहिँ फेरि हेर्न मैले पनि यस्तो हो क्या कसैलाई माया गरेँ भने कसैलाई राम्रो लाग्यो भने मनैदेखि राम्रो लाग्छ क्या त्यो फेक तरिकाले चाहिँ लाग्दैन बट मलाई एक्चुअली मलाई घाट गर्नुपर्छ नि हेर्दिनँ साँच्ची हो झुट बोलाएन प्यारी सुन त तिम्रो लागि चाहिँ होइन तिम्रो मुड फ्रेस गराउनको लागि एउटा इन्टरटेनमेन्ट ल्याउँदैछु म अरेली कार्यालय गइदियो एकचोटि एकछिन तपाईँ चुप लाग्नु हस्ती कति निष्ठुरी हुनुभएको मलाई इन्भाइट गरेको म तिमीलाई भन्छु के भन्छु उसको प्रब्लम चल्दैछ क्या रुहानी छोड्दियो रुहानी दिदीले बहिनीलाई इग्नोर गरेको म कस्तो मुटु भेटे कस्तो ससै गर्छ छैन बहिनी मेरो प्यारीको लागि अलिक खाइदियो त हिजो चाहिँ म प्यारी आज घस दिदी प्यारी यस्तो होला के ताकेको होला के रुहानी बहिनी होइन सुन दुवैजना सुन इन्डियन खानामा मलाई मनपर्छ पुरी प्यारी घोष तिमी चिन्ता नगर उसको पनि छ है हेर त यो दाजु मामी बाहिर इन्डियन खानामा मनपर्छ मलाई पनि मनपर्छ तामाङको ठुलो पुरी माया ठिकमा आयो रोहानी भन म तिमीसँग 10 मिनेटमा जोडिन्छु नि ल तिमी 2 म्याच हानेर म भोलि काम जान्छु क्या अब लाइभ एन्ड गर्न आँटेको मसँग म्याच गर्ने आज मिस्टर तामाङ तपाईहरु बस्दै गर्नु नि त म एकछिन दुईजना खेल्नु तिमी चाहिँ कहाँ जाने तपाईँ दुईजना खेल्नु अब म लाइभ एन्ड गर्छु भोलि काम जानुपर्छ ल म मसँग नखेल्नु तिमी आज म्याच एकछिन बस्नु त एक म्याच खेल्नु नि त रोहनीसँग मिस्टर तामाङ अनि मलाई जोइन गर्नु बहिनी खेल मिस्टर तामाङसँग खेल ल तिमी चाहिँ कहाँ ल बहिनी ल तिम्रो दुईजनाको कम्बिनेसन पनि एकदम राम्रो मिल्छ सो उहाँहरूलाई चाहिँ खेल्न दिनु एकछिन बिचरा खेल्नुपर्छ क्या अरू होस्टरहरूसँग जोड्नुपर्छ क्या एउटै ठाउँमा झुलेर पनि हुँदैन क्या इन्जोय हुन्छ नि त एउटैसँग अब हाम्रो त छँदैछ नि त हाम्रो त्यो माया त छँदैछ त्यो रेस्पेक्ट छँदैछ टिएमजी फ्यामिलीलाई जिएसटी फ्यामिलीलाई छँदैछ नि त्यो त छँदैछ भइरहेको छ क्या त्यो हो प्यारीहरू मेम्बरहरू हाल्नु धेरै जोडिएपछि नि अलिक ल्याङफ्याङ पर्छ क्या झगडा पर्छ धेरै त्यही अड्किरह्यो भने पनि झगडा पर्छ क्या नभएको कुरा पनि ल्याङफ्याङ हुन्छ क्या धेरै बोल्यो भने पनि म एउटालाई जोड्छु सिरियस म एकछिन झट्का खाम्नु म सिरियस यस्तो हो क्या प्यारीहरू मैले कसैलाई राम्रो मलाई कोही मन पर्यो भने त फेरि मनैदेखि सपोर्ट गर्नु मन लाग्छ तर त्यो मान्छेले बिचमा गएर फेरि घाट गऱ्यो भने त म फर्केर हेर्दिनँ नि जस्तो सुकै होस् राम्रो होस् कि नराम्रो होस् फर्केर हेर्नु मन लाग्दैन क्या त्यस्तो खालको छ मेरो बानी चाहिँ
मेरो एकचोटि चित्त दुखाउनुपर्छ नि म त फुल्ली चान्स हुँदैन मबाट साँच्ची भने